कति एक्साइटेड हुँदै हुनुहुन्छ वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। आज हामीहरू जाँदैछौँ एबीको घरमा सानो मान्छे हेर्नलाई। मैले पर्छ नि त अनि त्यहाँ सानो मान्छे हेर्न जानु लागेको। अनि म तपाईँहरूलाई देखाउँछु सानो मान्छेलाई। ओके एन्ड मसँग बस्नु होला। भएको एउटा नेपाली ल्याङ्ग्वेज राम्रोसँग आउँथ्यो, त्यो पनि राम्रोसँग आउँदैन। बिचमा लाइक साइक कमेन्ट समेन्ट के थपिदिन्छ होइन। यस्तो हो आई लाइक हुन्छ नि त्यो टाइपको। अनि आई डोन्ट लाइक यस्तो के भनिरहेको हुन्छ होइन। अनि त्यसपछि जब म नेपाली बोल्दिनँ ठिकै छ नि त, बिचमा किन इङ्ग्लिस के हो त्यो गर्नु भनेर त्यसपछि जब म इङ्ग्लिस बोल्छु नि होइन, त्यसपछि झन् आउँदैन म निस्किँदैन त्यतिखेर त इङ्ग्लिस होइन। अनि यस्तै हुन्छ गाइज, यो प्रब्लम मलाई मात्रै हो कि अरूलाई पनि हुन्छ, मलाई पनि भनिदिनु होला। अनि प्लस बोल्दाखेरि क्या नट लाइक क्यामेरामा हेरेर बोल्दाखेरि मात्रै होइन कि अरू खेर पनि यस्तै हुन्छ क्या। अनि मलाई चाहिँ रिस उठ्छ। अनि किन यस्तो हुन्छ मसँग जस्तो लाग्छ क्या। यहाँ चाहिँ रेड लाइट थियो कि त्यही भएर अनि यस्तै हो गाइज। अनि इम्प्रुभ हुँदैछ बट अब बिस्तारै लेट्स सी। भोलि पर्सि अब राम्ररी बोल्छु होला अरूखेर भन्दा आई मिन अहिले भन्दा। ओके भिडियो बनाउनु थालेपछि आँखाबाट छिमछिम हुनु पनि छ कि, अनि त्यसपछि काका हेर्नु पनि छ कि होइन। एक त क्यामेरामा हेर्नु पनि सक्दैन, लाइक इन्सिक्युरिटी क्या टाइप्स अफ आई डोन्ट नो मलाई मात्रै हो कि अरूलाई पनि हुन्छ होइन। बट यसरी हेर्दाखेरि क्या कि आफूलाई हेर्नु पर्ने हुन्छ होइन, कि त क्यामेरामा हेर्नु पनि सक्दैन अनि यताउता हेरिरहेको हुन्छ क्या म। अनि आँखाभरि छिमछिम हुन्छ। अनि त्यसमा बढी स्माइल नर्मल बोल्दा पनि हुन्छ त किन चाहिँ गर्नुपर्ने होला है। त्यो गाइज उला ओ परपरि पुगेर छ एकजना ऊ माथि पुगेर छ। गाह्रो छ गाइज मलाई। म चाहिँ बिचमा हिँडेको छु बिकज आइम अ दुध भात। दुई बज्छ होला ऊ त पुगिन्छ। अन्डरफुड चाहिँ कोसेली लिएर जानु सानो कोसेली के भइरहेको छ अहिले तपाईँ अब त्यो आउने कि नआउने अरे यहाँ भोलि नै आउने भनेको है पर्सि नै आउने है। उहाँ त आएकै गर्छ नि यहाँनिर यता आउने यस्तो रहर गर्नुहुन्छ कि यस्तो रहर गर्नुहुन्छ कि यता आउने मेरो निस्केको 10 बजी निस्केको होइन 12 बजी चाहिँ पुगेको छैन 12:20 भइसक्यो। 1 बजे पुग्छ होला तर। अनि ठाउँमा घुम्न जान्छ ए नयाँ ठाउँमा घुम्न जान्छु भन्छ होला भनेको त। यो साग अस्ति नै हामी आउँदाखेरि यत्रो थियो, अहिले पनि यत्रो रहेछ त के हो। गाइस हामी चाहिँ पुगिसकेको छौँ। ओके कङ्ग्रेचुलेसन्स। Thank you, Mama. Thank you, Gigi. राम्रो देख्छ कि तपाईँ साँच्ची हो त्यस्तो राम्रो हुनुहुन्छ क्या चाहिँ। यसो नयाँ मान्छे लास्टमा देखाउँछु म। नयाँ मान्छे कस्तो खाता लाउने टाइममा ठिक्क उठेछ अनि
आजी दुध भयो दिदीहरूलाई यता हुनु भिडियो सानो मान्छे कति राम्रो चाहिँ रिङ्सु राम्रो छ नि बनाउँदा Kacau bijok. Jijiko bijok. Peraiwanan tadi. 3 वर्षमा कर्म पनि त्यसै हो के भनेको यस्तो क्या बोला अनि छोरीलाई साथी हुन्छ नि त नि क्या बोला टसी टसी जस्तो देख्ने रहेछ टसी टासी दादा टसी यता हेर्नुहोस् त टसी टासी टसी छु दादा चिज 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 वाह दादा को गीता छु दादा यता आउनुहोस् त यता ला सुत्यो उता मेरो काखमा आउने बित्तिकै गाइस हाम्रो एकछिन नयाँ मेरो काखमा आउने बित्तिकै सुत्यो आफै हेर्दैछु ना कस्तो क्युट रहेछ नि नाना तर चिजै सानो मान्छे हेर्न आएको ठुलो मान्छेलाई लुगा खोजेर बस्छ जस्तो नि ट्याक्सी बनिएको बस्छ मतलब छैन यो त के रे तपाईँले चाहिँ कानको रहेछ हेरेको यही हो साह्रो गएर दाइ भइसक्यो लान्छ छैन त्यो गर्नु रहेछ मामा मामा यसरी खुचुखुचु गर्नु त अहिले मको छेउमा बेबीले पाइ गर्यो त्यसरी गर्नु गर्नु यसको अगाडि त हाम्रो हात कस्तो डर नत्र त 1 घन्टा जति त रुको काठमा सुतेकै अब त ठुलो भइसक्यो कसै ज्ञानी भइसक्यो नकली रियाक्सन देखो रियाक्सन यस्तो डरेर क्या भित्र फक्कै पछि भित्र पस्दैन हौ
कसरी पो बस्न आउँदो रहेछ टसी कसरी बस भनेको त ओला भएको चाहिँ अब कति म 31 तारिकतिर जानुपर्छ पहिलामै पहिला ठाउँमै जानुपर्छ कि अर्को ठाउँमा नै आइजला भनेको छ त्यो ठाउँमा कुन ठाउँमा जानुपर्छ थाहै भएन राम्रो छ त्यता जता पैसा राम्रो त्यता त्यस्तै हुनु पर्ला जस्तो मलाई लाग्छ। भन्दा नि अलिकति मेरो उनीहरू चाहिँ डिप्लोमेको खाइमा यो टसी उता रहेछ न त्यो चाहिँ धक्काले हुनेछ सिङ्गल गर्नुपर्ने थियो कि सिङ्गलै गर्नुपर्छ कि है भोलिपछि बजार कति पिठा खान्छ कति खानै लाग्छ सिङ्गलै हो पनि बिसाह्रै दुःख लाग्यो जसरी बोल्नुपर्छ ठ्याम्मै अनि त्यहाँदेखि एटिट्युड कस्तो हुन्छ होला है सानो मान्छे त्यही हामी त राख्ने बित्तिकै रुने रहेछ अब गर्छ हेर त अब हल्लिँदैन रहेछ ला पन्जै खोस्केछ यो हात चलाउँदैन भने नि यहाँ हेर्नु ओलाहरू सब चलाउँछ नगर्नु त्यो चलाउ हाम्रो त डरलाग्दै देख्ने छ उसको अगाडि पुरा मुख पनि चलाउँछ नाक पनि चलाउँछ कान पनि चलाउँछ परेले पार्टी हुँदैछ यहाँनिर थ्याङ्क यू सो मच भात पोख्छ अहिले भात पोख्छ यताबाट आऊ के चाहियो अरे उसलाई त्यहाँ खानामाथि चाहिँ त्यो गर्दैन है यो गर्दा गर्दैन तर कहिले कहिले आउने गरेर भएकै पक्काको डर लाग्ने मामा Merci beaucoup. सरी गर्छु भनेको Terus mama kamu gue ini. Kita kamu kan dia aku sama aku lagi aku ABC पनि नाचिदिन्छ वाओ No. 1, 2, 3. Yang beri kolot tang terna. Tang terang besok salam. Yang beri tang terang lupa parcu dan lu udah ini. Bye. Oh la la.
चप्पल खोल्नु पर्ने होला नि त यहाँ जाउँ के लगाएको दुई दुईवटा बिचरा तिनवटा होला भित्रको भित्र नि छ प्रेग्नेन्ट भयो पारेछ सरप्राइज ला अनि टाइम टाइममा चिनेको थियो टसी टसी थ्याङ्क यू सो मच मिठो खाना खुवाउनुभयो मिठो भएछ अँ थ्याङ्क यू यस्तो तारिफ गरिदिनु भएको फेरि फेरि आउँला भेटेर खुसी लाग्यो फेरि आउनु खाना खानु ओके राखिदिन्छु धन्यवाद टसी यहाँ टसी टसी दिसो दिसो बाई टसी टसी बाई टसी नो टसी नो नो म त जाँदिनँ यहाँ गर्नु ल न यहाँ टसी यहाँ टसी यहाँ यहाँ उफ्रियो 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 म यहाँ जान्छु उनी आउँछ हेर्नु त टसी बाई बाई टसी बाई बाई ल ल यता ठाउँ हुँदा हुँदैन त्यहाँ बस्नुपर्छ है आम्मामा आज यता ठाउँ हुँदा हुँदैन त्यहाँ बस्नुपर्छ है तपाईँलाई चाहिँ म यहाँ बसेको थिएँ ल म यहाँ बसेको थिएँ त्यत्रो मैले यसरी नै देखाएको छ क्या अझ खुट्टा पनि मेरो खुट्टा यहाँनिर छ क्या यसरी यहाँ यत्रो ठाउँ खाली हुँदा हुँदैन त्यहाँ बस्नुपर्छ आमै नि मैले यसरी चिमाटे भने मैले बिस्तारै चिमाटेको छु ल गाइस यहाँ चाहिँ जडीहरूको उयो हुँदैछ कुन लाने भनेर कुन लाउने कुन चाहिँ मेरो छैन गुगलमा सर्च गर्नु न यो लगेको छ एउटा यो लैजाउँ छवटा फुलै फुलको बगैँचामा मेरी माया गीत पनि के भनेको छ यार फेरि हजुर के भन्यो फेरि वाउ सपोर्ट गर्ने यो हो नि अन्त नि ल बधाई छ गाइस हामी चाहिँ फर्किसक्यौँ टसीकोबाट अनि हामीहरू जाँदैछौँ तिनजना मेरो म चाहिँ उहाँहरूको बोडी गार्ड हो गाइस सानो सानो भाडा बुढीहरूको बोडी गार्ड अनि अनि किनभने बिचरा यति सानो सानो छ क्या उहाँहरू है अनि कसैले उठाएर लगिदियो भने चाहिँ भनेन होइन म त बडी गार्ड हो नि त तर अनि म फेरि मलाई कराते पनि आउँछ तपाईँहरू थाहा छ होइन जे भए पनि म भएपछि अलिकति डराउँछ नि त अलिकति म जहिले पनि उहाँहरूसँगै हिँड्छु क्या किनभने मलाई डर लाग्छ है उहाँहरूलाई के भयो भने अनि एक त यति राम्री छ प्लस यति सानो छ कि कसैले उठाएर गोजीमा हाल्यो भने कसैले थाहा हुँदैन त्यही भएर गाइस धेरै भयो कुरा ओके
पिरतीको फुला पिरतीको फुला करमा करमा बानीको किन किन नबोलेको किन नबोलेको कर्मानी गई पिरतीको यसलाई मैले गीत भन्ने दिएको घरमा किन नबोलेको होला हो यो अर्कै यो अर्कै धुनमा छ कि म त छैन मलाई त्यस्तो धेरै भएको छैन गाइस यहाँ चाहिँ चोरी हुने काम हुँदैछ कसैले पुलिसलाई खबर गरिदिनु होला मनपर्छ भन्नु मान्छेको रोज चोर्नु जानु लाग्यो क्या हो के भन्ने अब हाइट भ्याउँछ हाइट छैन के गर्नु गाह्रो छ चोर्यो चोर्यो त्यही माथि क्यामेरा रहेछ चोर्यो चोर्यो भोलि यहाँ आइजहरूलाई समात्नु होला फुल चोरेको भित्र छिरेको One nap later. Thank you so much. Bye bye.